ह्यापी दशैं। घरबाट टाढा दसैँ मनाएको नि 3 वर्ष भइसकेछ। 2 वर्ष त कामको कारणले बेलुका नै आएर मनायौँ, तर योपालि चाहिँ सबैको बिदा मिलेको भएर रमाइलो गर्ने मौका मिल्यो। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई दसैँ ब्लग। बिहानै उठेर नुहाएर आन्ड्रिभरको भ्यू हेर्दै लागेँ म मन्दिरको घरतिर। कल गरेर आइपुग्न आँटेको के भनेको सबजना स्वागत गर्न बसेछन् बाहिर। सबैलाई दसैँको शुभकामना दिएर दुर्गा माताको पूजा गरेर हामी 5 भाइ चाहिँ तास खेल्न बस्यौँ। ल राम्रो काम गर भाइ, दुईजना म चाहिँ अब तास खेल्छु ल। माहौल भएको छ। ल विजया दशमीको शुभकामना छ सबैलाई। केही समयपछि सबैजना घरमा जम्मा भएपछि टिका लगाउने कार्यक्रम सुरु भयो। सुरुमा मन्दिरले दिदीलाई टिका लगाइदिए र दिदीले सबैलाई। दसैँमा अब 1-2टा फोटो त खिच्नै पर्यो। फोटो खिचिसकेपछि जुवाडेहरू चाहिँ तासमा व्यस्त भयो अनि म चाहिँ अब मैले पकाएको मिठो लाग्छ र साथीहरूलाई, त्यसैले मैले चाहिँ अब किचनमा यसो खसीको मासु पकाउन थालेँ। एकैछिनपछि खाना पनि रेडी भयो अनि सबैजना बसेर मजाले खाएर फेरि तास खेल्न थालियो। 3-4 घन्टाको तास खेलाएपछि साँझ पर्न आँटेकोले बेलुका बारबिक्यू गर्ने प्लान थियो। त्यसको लागि सेटअप मिलाएर मासु मिसाएर टक्क आगोमा हालियो। यतिकैमा हाम्रो अब कारसँग साथी आइसकेपछि उसँग चियर्स गर्ने त अनिवार्य भइहाल्यो होइन। अनि भाइ चाहिँ हिजो राति काम गएर आएको थियो, त्यसैले अलिकति निन्द्रामा व्यस्त र 1-2वटा टिकटक पछि फेरि तासको रौनक सुरु भयो। त्यतिकैमा दङ र पाल्देर पनि आइपुगे। उनीहरूको चाहिँ अब काममा बिदा नमिलेको कारण कामै गएर अब आउनु पर्यो। दसैँको शुभकामना दिँदै सबैलाई त्यसपछि फेरि टिका लगाउने कार्यक्रम सुरु भयो। फेरि टिका लगाइयो, फेरि आशीर्वाद पाइयो, पैसा पनि हल्का फुल्का कमाइयो। टिका लगाइसकेपछि खानासाना खाएर गीत गाउँदै नाच्दै दसैँलाई यहीँ सकायौँ। ढिलै भए पनि सबैलाई दसैँको शुभकामना। आजको लागि यति नै, अर्को भिडियोमा भेटौँला। बाई बाई, धन्यवाद। तिहारको पनि सबैलाई शुभकामना छ।